फाइनली गाइज वेलकम टु माई मिनी भ्लग गाइज एट सुन्तली गाउँ युट्युब च्यानलमा तपाईँहरूलाई स्वागत छ। सो आज चाहिँ म जो मेरो टिकटकमा चाहिँ फेक मान्छेले चाहिँ जतिखेर बुढी डिप भनेर हाल्ने एउटा मान्छेलाई चाहिँ आज रिपोर्ट गर्न जाँदैछु साइबर ब्युरोमा। बट म चाहिँ अहिले यहाँ भक्तपुरमा छु गाइज। एभ्री वान टक्क लगाएर देख्न सक्नुहुनेछ यहाँको सिन। साइबर ब्युरोमा चाहिँ म चाहिँ कुन ठाउँमा भने भक्तपुर फेरि उता बौद्ध महाबौद्ध नजिकैको चाहिँ साइबर ब्युरोमा जाँदैछु। दोस्रो टाइम है, फेरि फर्स्ट टाइम पनि म गएको थियो, अहिले चाहिँ दोस्रो टाइम जाँदैछु। दोस्रो टाइम चाहिँ यति थर्काउनु पर्छ नि, आएको त्यसै उठिरहेको छ, यस्तो ल्याङ ल्याङ गरिरहेको छ नि। मैले 1 महिना अगाडि रिपोर्ट गरेको तर के पनि छैन। अझै त्यहाँ गाडी पर्खिरहेको गाइज भक्तपुर। म बस्ने चाहिँ यता साइडमा है साथीहरू। वाउ कस्तो राम्रो सिन देखिन्छ। हाम्रो चाहिँ यहाँ दिदीहरू आउनु भइसक्यो। अघि म भेट्छु भनेको यहाँ दिदी र भेना हाई गरिदिनु पर्यो। आइफोन हो नि त, यहाँ त सामने आउँछ अरे क्या। हामी चाहिँ लगन खेलको बस पार्कमा छु। यहाँ बस कुन बस मात्रै हेर्ने हो यहाँ? यस्तोमा छिर्ने हो, यस्तोबाट छिर्ने हो। सबैजनाले भ्लग हेर्नु होला गाइज। आजको भ्लग कस्तो के हो टोका लगाएर हेरेर झन्डै छिटो यत्रो सानोमा नि। यो चाहिँ लगन खेल हो है गाइजहरू। लगन खेलमा चाहिँ बसको चाहिँ के नि कमी हुन्न नि। फेन गर्दिन नि हामी त हिँड्छौँ नि त, हिरो नि देख्नु पर्यो। के छ त हिरोनीहरूको हालखबर? अघि नै भक्ते भन्यो, यहाँ भक्ते अर्कोलाई चाहिँ अर्कोले चाहिँ त्यहाँ रिस गरिरहेछ भक्तेसँग हिँडेको भनेर। त्यहाँ अर्कोसँग यो त जाउँ म क्यामेराम्यान हो क्या आजको। गाइस सबैजनाले भ्लग हेरेर माया गरिदिनु। आज चाहिँ हामी ब्याग बोकेर कहाँ जाँदैछौँ भन्ने कुरा चाहिँ मैले अघि सुरुमा अलिकति सुक्क गरेको छ। यत्रो झोलामा कोसिल्याहरू धेरै छ के हो भेनाको लागि? कोसिली जाने कम्ता ल्याएको त मेरो भेनालाई भनेर। भेना यहाँ अलि सन्चो छैन, ज्वरो आएर छ। फलफुल लिएर भेनालाई सालीले यति माया गर्ने साली चाहियो नि। सालीले अब यति गरेपछि भेनाको ज्वरो सरो पनि च्याट हुन्छ यति गरेपछि। बाटो काट्ने क्रममा छौँ साथीहरू हामी है। बाटो काट्ने क्रममा छौँ। फेरि गाडीले बङ्गै हान्दियो भने त फेरि रेड क्रस सोसाइटी के रेड ल। यति बेला हामी चाहिँ कहाँ छ अरे? लगन खेलमा छौँ। यो बन्द गरौँ किन नगरौँ? हाम्रो पनि कहिले हाल्नुपर्छ वर्षको एकचोटि। यति बेला समाउनु त लु म अर्को मोबाइलमा यसो ल। अब भेनाको पनि यहाँ भेनाको पनि भ्लग छ, हाम्रो दिदी भेना पनि आरबी वर्षको एकचोटि रे। म जस्तै हो गाइज, म वर्षको त हाल्दिनँ, म वर्षको त एउटा हाल्दिनँ। आज वर्षको एउटा त हाल्ने रहेछ। कस्तो राम्री देख्यो दिदी भेना त। अब यस्तो राम्रो भएर हुन्छ र। सो गाइस हामी अब जाँदैछौँ। कहाँ जाँदैछौँ? कहाँ आई डोन्ट नो ट्रक्क लगाएर। आई डोन्ट नो होइन। एकजना मान्छेले महाताहा लाउनु पर्ने छ एकजना मान्छेलाई होइन। छोड न त्यसको बुढी हो अर्काको छोरीलाई त्यसै इज्जत जाने काम गर्ने हो। अब भेट्लास तर पनि त्यो मान्छेहरूले राम्रो उ गर्दै। अस्ति नै हामी गएको हो नि त साइबर ब्युरो, त्यसैले के पनि गरेको छैन। त्यसलाई नै साथ फर्काउनु पर्छ कि गाइस। ट्रक्क लगाएर हाम्रो यहाँबाट अब बस चढेर जानु चाहन्छु लगन खेलबाट। त्यसपछि चाहिँ हामी कहाँ पुग्छ? साइबर ब्युरो। के हुन्छ हेर्दै जाउँ होइन। अब के कारणले चाहिँ हाम्रो काम भएको छैन त
के भएको खासमा के कारणले चाहिँ नभएको हामीलाई हेरेर पनि नभएको के त सानोहरूले हेरेर बोली हाम्रो त्यही भएर मन्त्रीको छोराछोरीको भए त अनि एकैचोटि काम हुन्थ्यो 1 सेकेन्डमा त्यहाँ गएको बित्तिकै भरेसम्ममा सबै काम तनाम हुन्थ्यो तर हाम्रो त के गर्नु हुन्छ 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 अब हामी को त जनता साधारण जनता भनेपछि सकेन हामी किसान पर्यौँ त्यही भएर हामी मन्त्री परेन मन्त्रीको छोराछोरी भएको भए त एक दिनमै भेनाले पछाडि वेलकम वेलकम यस यस त्यो मान्छेले के भने थाहा छ सुन्तली मलाई तिमी जबरजस्ती विदेश बनाएर तिमी चाहिँ भक्तैसँग हिँड्ने र ठारेर हिँडेको रे 1 लाख गिफ्ट बनाउनु लाग्ने अब क्यान्सल नपठाउने रे नपठाउने रे पागल दिमाग नभएको मान्छे रहेछ त्यो आधा दिमाग नहुने त्यसको दिदी बहिनी पनि छैन रहेछ त्यसको बाउ आमा पनि छैन रहेछ अब हेर्दै त अब यहाँबाट हामी बस चढेर जाने होला सायद अरे त्यति बेला हाम्रो सुन्तली कहाँ आइपुग्यो रत्न पार्क हामी धरहराबाट अगाडि बढ्दैछौँ ब्युरो पुग्नै लागिसक्यो होइन सो फाइनली गाइस हामी चाहिँ यहाँ कुन ठाउँ रे रत्न पार्कमा आइपुगिसकेको छौँ टक्क लगाएर तपाईँहरूले देख्न सक्नुहुनेछ दर्शकले यो के हो यो यत्रो घर कसको घर मेरो घर हो क्या होला मेरो पनि काठमाडौँमा यत्रो ठुलो घर बनाउने ठुलो धोको छ भने के भन्नु त्यो पैसा कहिले कमाउने गाउँमा त बनाउन नसक्ने नै काठमाडौँमा के बनाउनु गाइस गाडीको भिडभाड यस्तो छ भेनाको अब यहाँ नुन खाएको कुखुरा झोक्राएको जस्तो झोक्राएर हिँडिरहेको छु किन भन्दाखेरि भेना बिरामी डेङ्गु लागेछ गाइस मलाई डेङ्गु हामीले पुग्न लागेको छ साथीहरू टक्क लगाएर अब कति मिनट लाग्छ 2 मिनटमा हामी चाहिँ साइबर ब्युरोमा पुग्छौँ यतै साइडबाट जाँदैछौँ टक्क लगाएर कारबाही गर्ने हो त्यसलाई त नाराको पान बनाएको कुकुर जाति सबै भन आज कोही मान्छेहरूले त हिजो हालेको भिडियोमा तिमीले नबुझेर बोलेको रहेछ बहिनी त्यो त्यत्रो मैले नबुझेको हुन्छ अर्काको छोरीलाई रिप सिप अनि बुढी सुर्या भनेको पनि कहिले नबुझेको हुन्छ बुढी भन्ने हो र अन्त मेरो बिहे भएको छ नि त्यो खाँदै मेरो बुढा हो र सुन्ने गरेँ अन्त तिमीले बुझेन छ बहिनी रे त्यो मान्छेको त मुखमा किरा परोस् चालेको त स्याउ किरा परोस् तिम्रो मुखमा त बहिनी त्यो पनि केटी मान्छे हो कि त्यस्तो कमेन्ट गर्ने मान्छे त्यो गाईको अनुहार पुरै गोरु हो क्या हो कम्प्लिट त्यो मान्छेलाई त मलाई त्यसलाई मुखमै हाल्दिनँ मैले त्यो केटीलाई पनि त्यो नाटक स्वाङ पारेँ आफन्त होला नि अर्कोहरूले चाहिँ तिम्रो आफन्त हो कि क्या हो बहिनी भनेर गरेर जाँदाखेरि मैले अर्काको छोरीलाई त्यस्तो गर्न पाइँदैन नि त त्योसँग नपरेको भए पो एउटा कुरा चिन्दै नचिनेको मान्छेले त्यस्तो गर्दा कसलाई चाहिँ रिस हुँदैन हो जतिचोटि सम्झाउँदै हुँदैन त्यत्रो 5000 फलोवर्स भएको मान्छेको 21000 फलोवर्स पुग्दासम्म मेरो भिडियो बनाउँछ यार बनाएको छ होइन 1-2वटा भिडियो पो बनाउँछ त जतिखेर नन स्टप भिडियो बनाएको छ बडा ननसेन्स यार हुन्छ नि मान्छे भएपछि अलिकति तरिका अनि सो त्यसलाई चाहिँ जति सम्झाउँदा नि भएन त्यो भएको कारण चाहिँ हामी चाहिँ फेरि पनि दोस्रो पटक जाँदैछौँ हामी है सो फर्स्ट टाइममा भएन हामी चाहिँ यहाँ साइबर ब्युरो यहीँ हो अबदेखि भिडियो गर्न मिल्दैन टक्क लगाएर यहीँ हो भनेस् न ल यहाँ गर्नु पर्यो पोखरा भन्दैछ त यहाँ साँच्चै पोखरा हो यो रानी पोखरी यहीँ छ त न मोबाइल सोले 40 हाट हो कि यहाँनिर ल के पोखरी मात्रै छ राजा कहाँ हो थाहा छैन ऊ तल हाँसहरू रहेछ पोखरा सुकेछ कहाँ यहाँ यो बन्द छ कि यो चाहिँ होइन
दाजुभाइ दिदीबहिनी नभएको दाजुभाइहरूले टिका लाउने दिनमा यो खुल्छ के भाइ टिकाको दिनमा म जस्तै दिदीबहिनी नभएको मान्छेहरूले टिका लाउन यहाँ आउनुपर्छ यहाँ बाहुन बाजेले यहाँ हेर्दैछ सारा हेरौँ अब भोलिसम्ममा थाहा हुन्छ भोलिसम्ममा हाम्रो काम हुन्छ कि हुँदैन थाहा पाउँछ 10 बजेदेखि त्यसले थाहा हुन्छ के छ सुन्दली स्याट भएको छ फाइनली गाइज हामी चाहिँ हाम्रो काम सकेर टकटुक लगाएर टक्क लगाएर हामी यता आइसकेको छौँ हामी चाहिँ यहाँभित्र छिर्ने रे अनि सुनेको छौँ सिक्का पैसाको पानी ठाउँ यही हो है साथीहरू सिक्का पैसाको सिक्का पैसा हाल्ने पानी के गरौँ त सिक्का छ छैन सिक्का पैसाको पानी खान पाउँछ अरे साथीहरू यहाँ टिकट काट्ने टिकट कति रहेछ 30 रुपियाँ ए 30 रुपियाँ फाइनली गाइस हामी चाहिँ भित्र छिर्दैछौँ टक्क लाएर टिकट काटेर आइसक्यो हामीले आएको छ त्यो पनि दुईटा सुन्तला दुईटा जुनार त्यो पनि कुयो कि हामी यहाँ टिकटक बनाउनु पर्छ भ्लग भन्दा पनि किनकि भ्लग भन्दा त हाम्रो टिकटक नमस्कार अङ्कल म आएको छु यहाँ दर्शकबिन तपाईँले देख्न सक्नुहुनेछ यस्तो रमाइलो ठाउँ कुन पार्क हो हामी यहाँ छिरेको फन पार्क के पार्क कुन ठाउँको ए शङ्ख त्यो शङ्ख पार्क शङ्खधर हो कि धर हो शङ्खधर पार्क ओइ हामी शङ्ख पार्कमा त पहिले गएको होइन त्यो इन्टरभ्यू दिन यो होइन यो चाहिँ यस्तो रहेछ साथीहरू झिलेमिले देउसी गइसक्यो गाइज एभ्रीवान भाइ सुसु आयो कस्तो दामी सिन छ गाइज एभ्रीवान तपाईँहरूले देख्न सक्नुहुनेछ टक 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 लाएर यस्तो बबाल छ खासमा त जोडी लिएर आउनु पर्ने रहेछ सिङ्गल भएछ कोही छ कसैको कोही छ उयो के हो लोखर्के हाम्रो गाउँको त्यो कुखुरा चोर रे कुखुरा होइन यसले मकै चोर्छ कि कम चोर्छ यसले मकै यस सर यस भेना एकदम अल्सो फाइन दामी बबल दामी यसरी नै चल्दैछौँ क्यामेरामा सुन्तलीसँगै दिदीको पनि अन्तर्वार्ता हुने क्रममा छ साथीहरू अनि सुन्तली अनि राम्ररी चलिरहेछ जिन्दगीहरू एकदम धेरै राम्रोसँग चलिरहेछ सिङ्गल भएको छ ब्रेकअप भएको छ कहिले प्याचअप भएको छ कहिले एक्लै कुदेको छ गाह्रो छ त्यही भएर फोटो खिच्नु पर्ने हो म खिचिदिन्छु म क्यामेराम्यान हो भनेको फर्केर गएँ यार फाइनली गाइज हामी चाहिँ अब भिडियो बनाउँदा मलाई चार्ज सेन्तेरिङ हुन लागिसक्यो अझै पनि बनाउँदैछु टक्क लगाएर गाइज कस्तो हुँदैछ गाइज राम्रो हुँदैछ तर भिडियो दामी आउँदैछ तर के गर्नु म अरूको चार्जले थाम्न सकिरहेको छैन सुन्तलीको आइफोनबाट भिडियो बनाउने सपना चाहिँ उहाँ दाइहरू चाहिँ लुकी यता हेर्नु भएको छ तर केही छैन यहाँ हेर्दै नि हुन्छ हेर्नु पाइन्छ हेर्नलाई पैसा लाग्दैन सो गाइज एनिवेज ल गाइज अब पनि म यहाँ भिडियो बनाउन लागि यहाँ हिरो नै हुनुहुन्छ नेपालको 1 नम्बरको सो म उहाँहरूको भिडियो बनाउन लागेको छु टक्क लाएर गाइज एभ्रीवान ब्लग हेर्दै गर्नु होला सो फाइनली गाइज हाम्रो सालीको ब्याग बोकेर भेनाको अवस्था हेर्नुहोस् त गाइज दर्शकबिन
यतिको मेहनत गर्ने यतिको मेहनत गर्ने भेना पाएँ भनेर सक्यो त अरू के चाहियो त होइन त साथी हो अरू कुरो थाहा छैन यतिको हुनु पर्यो यतिको हुनु पर्यो यतिको चाहिँ भेना पनि सालीहरूले यतिको चाहिँ हुनुपर्छ अनि दिदी यतिको हुनुपर्छ यतिको हुनुपर्छ सो अहिले त घाम लागेको छ गाइस हिजो त के बाढी परेको पटापटापटा यो काट्नु छैन 5-6 दिन भइसक्यो यहाँ राख्नु फोहोर फोहोर आरे पुरा यो घाँस काट्या हो कि एकचोटि टिकटक बनाउनु पर्यो नि त कति भ्लग बनाउनु होइन साथीहरू हामी चाहिँ टिकटक बनाउने काममा लाग्छौँ कि स्याबास कसैले पनि नहुने सुजुको सालीले भने सुन्ला नि फेरि स्याबास तर सबैले सुन्छ यो फोन हेर्नु त फोन कतिवटा रहेछ यो नि राख्नु पर्यो नि जम्मा मान्छे कतिजना 3 जनाको फोन मेरो धेरै ने चोरी मोबाइल यो मोबाइल होलसेलमा बेच्ने होइन है साथीहरू के यो त हाम्रो मोबाइल हो मान्छे कतिजना मान्छे 3 जना मोबाइल 2 4 5 यहाँ हातमा एउटा गर्दाखेरि 6 वटा डबल मोबाइल छ यस्तो धनी कि यस्तो बोयफ्रेन्ड छैन मात्र सुन्तलीको बोयफ्रेन्ड छैन मोबाइलको त एकदम धनी हो म यार मा कसम तर सिंगल भएर मोबाइल त 3 वटा हो यार गोजीमा यहाँ देखाउनु पर्यो नि गोजीमा 3 वटा यहाँ कतिवटा मात्र यतिवटा मात्र जोइ सब छैन अहिलेको लागि एनीवेज तर आउँछ टेन्सन नगर मेरो जोइ कता पनि ड्युटी गर्दै होला ड्युटी गर्दै हैन कि भक्ते भएको भए हामी दुईजना यहाँ टक्क बसेर सर्लक्क फोटो खिचेर फ्याट्ट फेसबुकमा हाल्न मिल्थ्यो तर के गर्नु अहिले म सिङ्गल उता ऊ सिङ्गल भएन त बिचारा म थुक्का जिन्दगी के छैन गाइस म चाहिँ एक्लै घुम्न आएको छ फन पार्क म त पार्कमा नै जतिखेरै सिङ्गल उता हेर अरूको चौडी यार हेर्न भएको कारण मलाई मोह छ साथीहरू यस्तै दिदी भेना रे साली भेना भनौँ न ए साली भेना रे अरे दिदी बहिनी मिलेर मैले यत्रो झोलाहरू बोकाएर आफू रित्तै हिँडेर मलाई के यो शासन आर्मी शासन हो म त भाइ जानुस् मान्छेहरू कसरी भिडियो बनाउन आउँछ रे त्यस्तो ल रेडी भइसक्यो ओइ मिसी पछाडि छेन्छिन मजासे ब्राह्मण लिली ज्यासी राम्रो शैली ल रेडी हामी टोयलेट सोधेको नबोलेको रुन लागेछ हेर्छ तिमीलाई चक्लेट नपुगेको हो बेबी कसको बेबी हो भाइलाई बुबु नपुगेछ टोयलेट कता शौचालय यता रे ऊ यहाँ वासरुम पनि केटीले नि देखाइरहेको छु केटाले शौचालय भन्दो रहेछ केटीले त वासरुम पो भन्दो रहेछ यहाँ त इङ्ग्लिसको ट्यालेन्टेड रहेछ केटीहरू इङ्ग्लिसमा ट्यालेन्ट हुन्छ कि अब इङ्ग्लिसमा वासरुम भनेर लेखिएको छ बोला न बोला अनि साह्रै च्यापेको नै हो फुट्ला जस्तै भयो आउँदैन एकचोटि चेक गर्छु ल फाइनली गाइज हामी चाहिँ मिटिङ हामी चाहिँ आज चाहिँ हामी भेट भएको छौँ त्यति रातिको दिउँसोको 3:30 लगभग 4 बजेर लाग्यो यो मिटिङले मलाई किन भेट्न आएको भने मलाई चाहिँ मिटिङले सिन्धुलीदेखि सुन्तला लिएर आउनु भएको छ
म घर गएर सुन्ताला लिएको छु मिटिनीसँग म भेट गरेर टक्का लगाएर अब मिटिनीलाई भेट्दै घरमै जान्छु भनेर आशा भेनाजु बिरामी भएर रातले रातो भइरहेको भेनाजुको आँखा पनि रातो फाइनली मैले दिदीसँग नि भेट्यो मुसीसँग भेट्ने कत्रो रहर थियो अहिले भेट्यो नि अनि खुसी लाग्यो उता गयो उसले हाम्रो दाइ हेर्दै हुनुहुन्छ दाइ पनि आउनु पर्यो दाइ ल कता जाने जाउँ हामी सबै एउटै घरको फ्यामिली त हो नि तपाईँकोबाट खिच्नु न भ्लग फाइनली हामी भेटेको अवस्था भेट भइसकेको छ टक्का लगाएर मिटिनी भेट भयो केही छैन यहाँ दादाले यता हुन्छ लजाउनुहुन्छ कि यहाँ दादा एकदम धेरै लजाउनुहुन्छ हाम्रो दादालाई पाउने भाउजूको मेरो दादा तर भेट्यो नि एकदम खुसी लाग्यो होइन होला हो होइन होला हामीले जहाँ अब ऊ पर आऊ भन्दा ऊ यहीँ त हो के भन्छ अरे दाइ त्यसलाई के भन्छ अरे अचानक भेट भएको दिपुलाई पनि हामीले टिकटकको भाइरल दिपुलाई पनि भेट्यो नि त मैले यहाँबाट उता डाइरेक्ट भेट्न थाहा पाएँ खै अब के हो अब जे हो त्यही हो ऊ चाहिँ नानाहरू चाहिँ को नि यो चाहिँ मेरो साथी हो यो यहाँ सुन न भेनाजु त झुक्यो र त धर हो कि मान्छे भाइ त हो मान्छे हो है एकदम क्युटहरू हुन्छ यहाँ म त 5 फिट छ यहाँ हो र झरेर बन्द भइसक्यो